बेत्राउती नुवाकोटे त्यही आशामा छ ठुलो छ केही छैन एउटा केही छैन यहाँ त तैबिसी अलिकति भयो नि बजार देखिएको छ प्रशासनले आधी घण्टा अगाडि चाहिँ खबर गरायो बाढी 20 मिनट त्यो 20 मिनटमा धेरैजना भाग्यो होला होइन भाग्न चाहिँ हेर्नुहोस् जो लोभी पापी छ त्यसलाई लिएर गए जो म बाँच्छु भने त्यो बाँचे सिधा भन्नुपर्दा ज्यान बचाउन चाहेको भए बचिन्छ 20 मिनटमा धेरै सकिन्थ्यो यहाँ हेर्नुहोस् त बाढी आउँछ भने पुलमा बसेर सेल्फी खेर्ने मान्छे सबै लिएर गएको छ किन उसलाई त सेल्फी खिच्नु छ फोटो भोलि देखाउँछ पुलमा बसेर सेल्फी पनि ए सबै त्यो त एउटा पनि छैन त्यसरी पनि बसे जानकारी पाउँदा हेपेको यति हेपेको तिनीहरूले त्यस्तो हैन यो एउटा तपाईले गम्भीर कुरा बताउनु भयो पूर्व जानकारी हुँदाखेरि चाहेको भए जान बाँच्थ्यो जनता भनेको कुकुर हो न त प्रशासनले भने मान्छ न आफूभन्दा ठुलोले भने मान्छ हेर्नुहोस् न आफन्तलाई केही गन्छ यो अहिलेको मानिस भनेर मानिस छैन चाहेको भए जान बाँचिन्थ्यो जान जाए भए जाइन्थ्यो मैले ठ्याक्क 7:30 बजे ल माथिबाट बाढी आउँदैछ है तिम्रो यसरी चाहिँ नगर है भन्दाखेरि मानेन तपाई चाहिँ आफ्नो परिवारलाई तपाईँ चाहिँ कतातिर जानुभयो म हाम्रो यही नजिक डाँडामा हिँड्नुहोस् अहिले र दर्शकबिन यहाँ दाइले हाम्रो भनाइ होइन यो दाइको भनाइ अनुसार सरकारले प्रशासनले आधी घण्टा अगाडि जानकारी गराएको थियो तर सेल्फी खिच्ने बाढीको पौडी जुन बाढी आइरहेको छ त्यसको फोटो भिडियो खिच्ने जे जति थिए पुलसँगै बगाएर लग्यो लापरवाही पनि काहीँ कतै भयो भन्ने दाइको भनाइ छ त्यो खालको लापरवाही अहिले पनि देखिन्छ अहिले पनि खोला आउँदाखेरि पहिरो आउँदाखेरि फोटो खिच्ने टिकटक भिडियो बनाउने रिल्स बनाउने जुन प्रवृत्ति छ बिन्ती छ यस्तो नगरिदिनु होला कति बेला के प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउनु पर्ने हो थाहा छैन कम्तीमा सचेत बन्नु होला फेरि पनि हाम्रो अनुरोध छ